बिताउँछु एक रात। सो व्हाट्सअप, वेलकम ब्याक इन माई न्यू भिडियो। आजको नयाँ भिडियोमा तपाईँलाई स्वागत छ र सकेसम्म आज म फाइनल गर्ने तयार गर्छु र मेरो काम अड्केको भनेको यही बाँसको कारण हो। आज यति जति बाँस लिएर आऊ र माथि पनि मेरो बाँस छ अलरेडी। म यहाँबाट हल्का जुम गरेर देखाइदिने नै छु। ल यहाँ हल्का बाँस छ र त्यही बाँसको कारणले मेरो काम अड्क्यो र यो बाँस म माथि लैजान्छु र देखाउँछु कस्तो हुन्छ। तपाईँहरू हेर्दै गर्नु होला। म माथि लगेर देखाउँछु तपाईँहरूलाई बाँस है त। हेर्नु यहाँ माथि लैजान्छु, जहाँ राख्दा ठिक होला त्यही राख्छु म। ल चाहिँ कहाँ राखिदिउँ क्यामेरा। अहिले चाहिँ म रुखमाथि छु र हाम्रो यहाँ यति बाँसहरू छ र यो बाँसहरूलाई म वहाँ लान्छु र लहरा हाँसी चाहिँ यहाँ र यो लहराहरूले बान्ने भन्ने सोचमा हौँ म चाहिँ होइन। यो लहराले बान्ने सोचमा हौँ के हुन्छ। यो लहराले बान्ने सोचमा छु के हुन्छ हेरौँ। म तपाईँहरूलाई देखाएको नै छु बान्ने बेला। ल हेर्दै गर्नु होला। म फ्रन्ट गर्छु, ब्याक गर्छु क्यामेरा। अहिले चाहिँ मैले आधा काम जति भ्याइसकेको छु र अहिले चाहिँ हेर्न सक्नुहुन्छ अझै बाँसहरू चाहिँ मुनि खस्या कि त्यही हो नमजा। तेरो हजुरबाउले देख्यो भने तल भाटा हान्छ। र अहिले चाहिँ मुजी अहिले धानबारी हिँड्ने गाडी र म लगातार 2-3 घन्टा काम गरेँ र मेरो यो हातको छाला हेर्नु नि। यो छाला नि पहिले काम गरेर उक्केको छाला नि यता हेर्नु। यो पुरै उक्किसक्यो कि यो हातको छाला, यो छाला अनि यहाँ पुरै छाला गइसक्यो र मैले लगातार कति घन्टा काम गरेँ। 3 घन्टा लगभग 3 घन्टा काम गरेँ होला र 3 घन्टा पनि त्यति सोचे जस्तो बनाउन पाइएन किनकि अलिकति यो बलियो बनाउनु पर्छ नि त। हल्का अब यत्तिकै हाउडे हचुवा बानेर त हुँदैन नि त। जे भयो नि त्यही लहरा मैले जहाँबाट लिएर आएको थिएँ त्यही लहराले बानेको। यहाँ चाहिँ आँप छ, यसलाई चाहिँ म टच नि गर्न चाहन्न किनकि तपाईँहरूलाई भिडियोमा थाहा भइसक्यो आँपको बारेमा के भयो त्यो कुरा। र त्यही भएर यहाँ चाहिँ मैले यत्रो गरिसकेर बलियो नै छ लगभग होइन। बलियो नै छ जहाँसम्म म लाहाई यत्तिकै हातले छाम्दा। तर देख्दा यसरी छाम्दा मात्रै थाहा हुन्न। सो त्यही भएर अब थोरै हो यो बाँसले पुगेन अनि यो बाँस बाँध्न थोरै हो र अहिले चाहिँ म एकछिन रेस्ट गर्छु। अनि रेस्ट गरिसकेपछि बनाउँछु किनकि लगातार गर्न अलिक मजा आउन्न नि त सोचे जस्तो। त्यही भएर यो चाहिँ अहिले म रेस्ट गर्छु, यहाँ राख्छु र अहिले चाहिँ रेस्ट गर्छु एकछिन र कन्टिन्यू गर्छु। त्यसपछि च्यानल नयाँ हुन्छ सब्सक्राइब गरेर नबिर्सिनु होला। र मैले सर्ट भिडियो धेरै हालिरहेको हुन्छु किनकि सर्ट भिडियोबाट मेरो धेरै सब्सक्राइबर गेन भयो। सो मेरो इन्डियन होला सायद त्यो सब्सक्राइबरहरू होइन, मैले हिन्दीमा हालेको नि त। सो नयाँ सब्सक्राइबरहरूलाई चाहिँ मनदेखि नै धन्यवाद र त्यही हो। तपाईँहरूले यसरी माया देखाइदिनु होला। सब्सक्राइब भन्दा नि भिडियोलाई हेरेर सेयर गरिदिनु। सेयर गर्न परेन, तपाईँले हेरेर तपाईँले आफ्नो ओपिनियन दिए मात्रै पुग्छ कि मलाई होइन। त्यही हो, तपाईँहरूले हेल्प गरे पुग्छ कि दुनियाँको हेल्प मलाई चाहिएन कि होइन। सो त्यही हो, हेल्प गर्नेहरूले हेल्प गर्दै भयो, हेल्प नगर्नेहरूलाई चाहिँ जबरजस्ती हेरिदिनु कि हेरिदिनु त्यो चाहिँ त्यो गर्दा त्यो नगर्दै ठिक होला होइन। भोलिको दिनमा पक्कै मन परेर आउँछ होला नि त भिडियो हेर्न नि होइन। सो त्यही भएर के हुन्छ मान्छे एकैचोटि जन्मिमित्तिकै हिँड्दैन त। सो अहिले स्ट्रगल हुन्छ, गाह्रो छ, समय सकिन्छ, गाह्रो छ, त्यही त हो होइन। गाह्रो छ सकिन्छ, फरक त्यति हो र हेर्दै गर्नु होला के हुन्छ। सो ब्याक गाइज र म फेरि ब्याक भइसकेँ यो बनाउनको लागि। म तपाईँहरू देखाउँछु अहिले कति बन्यो र मेरो 2 दिन ग्याप गरेको। म 2 दिन यहाँ केही नै बनाइनँ हो, त्यो भिडियो नै ग्याप हुन्छ क्या। सो त्यसको लागि सरी भन्न चाहन्छु। अहिले चाहिँ यति बनेको हेर्न सक्नुहुन्छ
अब फेरि म माथि गएर फुल्ली आज कम्प्लिट गरेरै तपाईँहरूको माझ ल्याउँछु। म माथि जान्छु र फुल्ली कम्प्लिट गर्छु आज है त ल गाइस। म अहिले रुखमाथि चढिसकेँ। अब आज चाहिँ मैले चक्कु मात्र ल्याएको किनकि आज त्यस्तो सोचे जस्तो काम गर्नु पर्दैन। आई होप तपाईँहरूलाई भिडियो मन पर्ने नै छ र क्यामेरा समाति रुखमा चढ्न नि गाह्रो खालको यहाँ। मलाई खुद आफूलाई झ्याउलाउँछ एउटा कुरो त। सो त्यही ल हेर्दै गर्नु के हुन्छ। ल हेर्दै गर्नु, यो हेर्न सक्नुहुन्छ यति कम्प्लिट भयो त। यो लहरा काट्नु लगाएको एकछिन हेर्दै गर्नु है त। ल म भिडियो अड्डाउँछु, यो लहरा काट्छु। अहिले चाहिँ म रुखमाथि छु, तपाईँहरूलाई थाहै होला। र यो चाहिँ फाइदै भएन कि मैले बनाएको होइन, हिजो बनाएको आज बिग्रिन्छ के काम त नि। यस्तो हेर्नु मैले यस्तो तरिकाले बनाएको, यो पुरै लुज भइसकेको छ कि हेर्नु। यो पुरै यस्तो हल्लिन थालिसकेको थियो। अस्तिसम्म कस्तो बलियो थियो, हुन त यो सुक्यो क्या गाइस, यो सुक्यो त्यही भएर नि यो सुक्यो। त्यही भएर पुरै सुक्यो कि त्यो चिप्लिन्छ क्या यस्तो भएपछि त बाँसै। सो अब यहाँ म फेरि यतै कम्प्लिट गर्न बाँकी छ, यो कम्प्लिट गरेर देखाउँछु तपाईँहरूलाई, हेर्दै गर्नु होला। अहिले चाहिँ फाइनली सबै काम भइसकेको छ र मेरो सबै काम सकिसकेको छ। यो रुखमाथि घर बनाउने हेर्न सक्नुहुन्छ तपाईँहरू आफै, र यहाँदेखि यहाँसम्म र यो चाहिँ पुरै खुकुलो भएर छ क्या यस्तो। त्यहाँदेखि ठिक छ, धान्न चाहिँ धान्छ होइन, त्यो कुरा ठिक छ। कति दिन 4 दिन लाग्यो होला यो बनाउन होइन, कति दिन लाग्यो गाइस कमेन्ट हान्नु। लगभग 4 दिन लाग्यो होला, किनकि मैले रेगुलर गर्न पाउन्न कि जुन बेला टाइम भयो त्यही बेला बनाउनु पर्ने थियो। सो त्यही भएर यताको चाहिँ टाइट छ किनकि यो सुके छैन नि त, अनि यताको लुज भइसक्यो रहेछ क्या सुकेर। सो लहरा अझै छ र यो एक रोटेसन बाँध्न पर्छ जस्तो छ, नत्र अनि रिक्स हुन्छ। र कस्तो लाग्यो तपाईँहरूलाई भिडियो, र अर्को नेक्स्ट च्यालेन्ज हुनेछ यसमै 12 घन्टा बिताउने, एक रात बिताउने यसमै च्यालेन्ज हुनेछ। अर्को च्यालेन्ज एउटा च्यालेन्ज होइन, घर बनायो अब 12 घन्टा यसमै सुत्ने। इफ अब तपाईँहरूले जति सक्दो त स्प्याम नहान्नु होला कमेन्ट, एकजनाले एकचोटि मात्रै कमेन्ट हान्नु। अब कतिजनाको कमेन्ट हुन्छ हेर्छु म, अनि त्यसपछि नेक्स्ट भिडियो म यहाँ 12 घन्टा राति एक दिन यहाँ एक रात यहाँ सुत्छु म है, एक रात यहाँ सुत्छु। तपाईँहरूको सपोर्ट हुन पऱ्यो, त्यही हो। तपाईँहरू सपोर्ट हेर्नु, भ्युजहरू पुरै डाउन चलिरहेको छ, त्यही पनि ठिक छ होइन। ग्रोथ अफ त्यो त हुन्छ होइन। बिहान 6 बजे अब टाइमिङै मिलेको छैन कि मेरो, कति बजी हाल्ने, बिहान हाल्यो भने भ्युज जान, बेलुका हाल्यो भने भ्युज जान। सो त्यही भएर त्यसको छुट्टै समस्या चलिरहेको ममा। र अब आई होप तपाईँहरूलाई भिडियो राम्रो लाग्यो होला। रोक्नु, म फाइनल लुक देखाउँछु माथिबाट। ल यो हेर्न सक्नुहुन्छ, यस्तै छ है, यत्तिकै हो। र यतिको फरक किनकि बाँस नपुगेर हो, यो माथि म्याड मिछाइदियो भने पुगिहाल्छ। यो बनिसकेको छ मेरो घर, र म अहिले टपमा छु, हेर्न सक्नुहुन्छ। टपमा यहाँ पुरै ग्रिप समातेर बसेको छु। अहिले फेरि काममा जान पर्ने हुन्छ। र अब म अस्ति सर्प आएको रुख चाहिँ यहाँ यो कटहरको रुख, म जुम गर्ने हो, यो कटहरको रुखमा हो अस्ति सर्प आएको। र हेर्न सक्नुहुन्छ यहाँबाट यस्तो छ, देखाइसकेँ तपाईँलाई। यत्तिको टाढा त लङ छ, लामो त लामो हो, 6 फिट अझै अल्को होला, 6 फिट भन्दा पनि अल्कै हो। सो त्यही हो। र यहाँ म बिताउँछु एक रात, इफ तपाईँहरू सपोर्ट गर्नुहुन्छ भने है त। ल म चाहिँ अब तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो, र यहाँ 12 घन्टा बिताउने हो भने चाहिँ फेरि मैले यहाँ 12 घन्टा बिताउने हो भने चाहिँ हेर्नु है, म पुरै नो सपोर्ट हिँडिरहेको कि यसरी
एउटामा चाहिँ टेक्न यसरी टेक्यो भने चाहिँ थाहा भयो भर्लाउन होइन यसरी बाँस चिप्ले खायो कि यताको ग्रिप गएर त्यही यताको चाहिँ बलियो छ भनौँ यताको चाहिँ बलियो छ भनौँ यसरी हुन्छ नि होइन ल तपाईँहरूलाई भिडियो कस्तो लाग्यो च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियोलाई यहीँ म गर्छु समाप्त मिल्छौँ हामी नेक्स्ट भिडियोमा 12 घन्टा यहीँ सुतेर बाई गाइज